नमस्ते। कहिल्यै सोच्नु भएको छ हाम्रो मनलाई कुन कुराले यति बलियो गरी समातेर राख्छ? खैर, आज हामी बुद्धको एउटा यस्तै गहिरो शिक्षाबारे कुरा गर्दैछौँ जसले आकर्षणको शक्ति अनि त्यसबाट मुक्त हुने बाटोको रहस्य खोल्छ। यो भनाइ बुद्धको हो र सुन्दा अलिक कठोर लाग्न सक्छ, होइन त? तर एकछिन है, यो कुनै आलोचना होइन, बरु यो त मानव मनको प्रकृतिमाथिको एउटा गहिरो विश्लेषण हो। यसले हामीलाई आफ्नै अनुभवहरूलाई बिना कुनै जजमेन्ट जस्ताको तस्तै बुझ्न मद्दत गर्छ। अब बुद्धले यो जुन शक्तिशाली आकर्षणको कुरा गर्नुभयो नि, उहाँले यसलाई 5वटा अलग अलग इन्द्रिय अनुभवमा बाँड्नु भएको छ। उहाँले यिनलाई बन्धन भन्नुभयो, यस्तो बन्धन जसले हाम्रो मनलाई समात्न सक्छ। त्यसो भए के होलान् त ती 5 बन्धन? ल, एक एक गर्दै हेरौँ है। सबैभन्दा पहिलो र सायद सबैभन्दा शक्तिशाली बन्धन हो रूप, भनेको आँखाले देख्ने कुरा। एकछिन सोच्नुस् त, कुनै पनि दृश्यले हाम्रो ध्यान कति तुरुन्तै खिच्यो, होइन? हो, त्यही भएर होला दृश्यले हाम्रो मनमा एकदमै छिटो र गहिरो असर पार्ने हुनाले यसलाई पहिलो बन्धन मानिएको छ। रूपको शक्ति कति हुन्छ भन्ने कुरा यो कथाले छर्लङ्ग पार्छ। भिक्षुचित्तको कथा। उहाँले एकपटक रानी तामिलदेवीको सुन्दरता देख्नुभयो। बस त्यही एक झलकले उहाँको मनमा यस्तो गहिरो छाप पान्यो कि उहाँ लगभग पागल जस्तै हुनुभयो। सोच्नुस् त, रानीको मृत्यु भइसकेपछि पनि उहाँ तमिलदेवी भन्दै उहाँकै नाम जपेर हिँड्नुहुन्थ्यो। एउटै दृश्यले मनलाई कसरी पुरै आफ्नो कब्जामा लिन सक्छ भन्ने योभन्दा बलियो उदाहरण के होला र? ल, रूपको कुरा त भयो। अब पालो आउँछ दोस्रो बन्धनको, जुन हो शब्द वा ध्वनि। हो नि, एउटा मिठो आवाजले पनि त हाम्रो मनलाई रूपले जस्तै गरी तान्न सक्छ। ध्वनिको शक्ति कस्तो हुन्छ? यो कथा सुन्नुहोस्। एउटा ठूलो शक्तिशाली सुनौलो गङ्गाटाले हात्तीको राजालाई समातेर मार्नै लागेको थियो। अब केही उपाय थिएन। तर त्यही बेला रानी हात्तीले एकदमै मिठो स्वरमा बिन्ती गरिन्। उनको आवाज यति मिठो थियो कि त्यो सुनेर गङ्गाटा मन्त्रमुग्ध भयो। उसको पकड नै खुकुलो भयो र राजा फुत्किन सफल भए। हेर्नुस् त, एउटा कोमल आवाजमा पनि कति शक्ति हुँदो रहेछ। कठोरभन्दा कठोर मनलाई पनि पगाल्न सक्ने। ओके, हामीले रूप र शब्दको कुरा गर्यौं। अब आउँछ तेस्रो बन्धन, जुन अलि सूक्ष्म छ तर उत्तिकै शक्तिशाली। गन्ध। गन्धले त हाम्रो याद र भावनालाई सिधै छुन्छ, होइन र? अब यहाँ गन्ध भन्नाले के पर्छ त? महिलासँग जोडिएका सबै प्रकारका सुगन्धहरू, जस्तै उहाँको प्राकृतिक सुगन्ध होला, वा अत्तर, फूल, यहाँसम्म कि कपडाको सुगन्ध पनि। यी सबै सुगन्धहरूले हाम्रो ध्यानलाई निकै शक्तिशाली तरिकाले तान्न सक्छन् र मनलाई बाँध्न सक्छन्। ल, अब पालो चौथो बन्धनको, रस अर्थात् स्वाद। तर यसलाई बौद्ध ग्रन्थहरूमा अलि फरक, विशेष तरिकाले वर्णन गरिएको छ। यहाँ रस भनेको जिब्रोले चाख्ने स्वाद मात्रै होइन है, यसको अर्थ अझ गहिरो छ। यसले महिलाको हातबाट मायाले दिएको कुनै पनि कुराको स्वादलाई बुझाउँछ, जसले गर्दा त्यो खाना वा पेय विशेष स्वादिष्ट लाग्छ। हो, यही अनुभूतिले पनि मनमा एक किसिमको लगाव पैदा गर्न सक्छ। र अब अन्तिम बन्धन, 5औं बन्धन हो स्पर्श। हो, स्पर्श। यो सायद सबैभन्दा प्रत्यक्ष बन्धन हो। शारीरिक सम्पर्कले त मनलाई तुरुन्तै पुरै आफ्नो कब्जामा लिन सक्छ। यो एकदमै निकटको अनुभव हो, जसले हाम्रो चेतनामा गहिरो र कहिल्यै नमेटिने छाप छोड्न सक्छ। अहिलेसम्म हामीले पुरुषको मनको कुरा गर्यौं, होइन? तर यो कथाको एउटा पाटो मात्रै हो। बुद्धको शिक्षा कहिले पनि एकतर्फी हुँदैन। वास्तवमा उहाँले त मानव आकर्षणको एउटा विश्वव्यापी नियमबारे बताइरहनु भएको थियो। र यहाँ हेर्नुस् त, बुद्धले ठ्याक्कै यही कुरा महिलाको मनमा पनि लागू हुन्छ भन्नुभयो। जसरी पुरुषको मन महिलाको रूप, शब्द, गन्ध, रस र स्पर्शबाट प्रभावित हुन्छ, त्यसै गरी महिलाको मन पनि पुरुषका यिनै 5 कुराहरूबाट प्रभावित हुन्छ। भन्नुको मतलब यो त हामी सबैको साझा मानवीय अनुभव हो। ल, यति कुरा बुझिसकेपछि एउटा प्रश्न उठ्छ। त्यसो भए के आकर्षण नराम्रो कुरा हो त? के बुद्धले त्यसो भन्न खोज्नु भएको हो? बिल्कुल होइन। यो शिक्षाको उद्देश्य त त्योभन्दा धेरै गहिरो र सहयोगी छ। यो शिक्षालाई एउटा ऐनाको रूपमा हेरौं, न्याय गर्ने हथौडाको रूपमा होइन। यसको काम भनेको यो ठिक, यो बेठिक भनेर फैसला सुनाउने होइन, बरु हाम्रो मनले वास्तवमा कसरी काम गर्छ भनेर देखाउने मात्र हो।
यहाँ एउटा महत्त्वपूर्ण शब्द छ, मनलाई वशमा पार्नु। यसको मतलब के हो त? यस्तो सोच्नुस् न, हाम्रो मन एउटा कोठा हो जहाँ धेरै राम्रा कुशल विचारहरू छन्। तर जब कुनै इन्द्रिय अनुभव एकदमै शक्तिशाली भएर आउँछ, त्यो ढोकाबाट भित्र छिरेर अरू सबै विचारलाई बाहिर निकालिदिन्छ अनि हाम्रो पुरै ध्यान त्यही एउटै कुरामा अड्किन्छ, अरू केही सोच्नै नसक्ने गरी। त्यसैले यो सबैको सार के हो भने लक्ष्य आकर्षणलाई हटाउने होइन, बरु त्यसको शक्तिबारे सचेत हुने हो। जब हामी यी शक्तिशाली प्रभावहरूलाई बुझ्छौं, तब हामी त्यसको नियन्त्रणमा पर्नुको सट्टा त्यसलाई केवल साक्षी भावले हेर्न सक्छौं। आकर्षण हुनु स्वाभाविक हो, तर त्यसको दास बन्नु जरुरी छैन। हो, यही सजगताले नै हामीलाई भित्री स्वतन्त्रता र शान्तितर्फ दोहोऱ्याउँछ। ल, अब अन्त्यमा यो ज्ञानलाई हामीले आफ्नो जीवनमा कसरी लिएर जाने त? यसबारे एउटा अन्तिम कामना। यो शिक्षालाई आफ्नो मन बुझ्ने एउटा औजारको रूपमा प्रयोग गरौँ, आफूलाई जाँच्ने वा दोष दिने हतियारको रूपमा होइन। जब हामी आफ्नो मनको प्रकृतिलाई बिना कुनै जजमेन्ट, सजगताका साथ हेर्न थाल्छौं, तब मात्र हामीले साँचो शान्ति पाउन सक्छौं। सबैजना सुखी रहून्।